सेवा हावा नमस्कार सबै सम्पूर्ण मेरो युट्युब मित्र अनि फेसबुक मित्रहरूलाई हैन र आजबाट फेरि पनि हामी उभौली साखेला देउली पूजा साखेवा हामी आज सिटौँ वानपुर है भएर भव्य रूपमा मनाउने छौँ र त्यही कारणले गर्दा तपाईँहरू आज हाम्रो पुर्खा रीति रिवाजको होइन तपाईँहरूलाई के कस्तो छ आजको भव्य रूपको साखेला साखेवा तपाईँहरूलाई देखाउने छु होइन र के कस्तो हुँदो रहेछ हाम्रो साखेला साखेवा होइन भनेर तपाईँहरूलाई भव्य रूपमा देखाउनेवाला छु र आज चाहिँ बिहानै 7 बजिसकेको छ हामी चाहिँ निस्किन आँटेको गाडी रेडी छ होइन र हामी चाहिँ लगाउन साइडमा ल हामी चाहिँ निस्किसकेको छौँ सेवन नै हाम्रो माङ्पाहरूलाई अनि हाम्रो क्यान्सरहरू जति पनि आज हाम्रो किरावाहरू भक्तहरू जति किराती संस्कार पालन गर्नको लागि उपस्थित हुनुहुन्छ र यसको अगुवाईको निम्ति हामी माङपाजीहरूलाई हामीहरू सानो थाप्सँग राख्दैछौँ। आजको पूजा हाम्रो हिजोदेखि चलेको पूजालाई विधि विधानगत हामीले गर्ने तपाईँहरूको संरक्षणमा तपाईँहरूको निगरानीमा हुनेछ र हामीले यो पूजा तपाईँ राख्दैछौँ र तपाईँहरूले त्यो सम्पूर्ण पूजाहरू एकदम राम्रो प्रगति जति पनि यो हाम्रो संस्कारहरू छ सबैको संरक्षण गर्दै तपाईँहरूलाई यो सानो हामीले थाप्सँग राख्दैछौँ। यसको निम्ति तपाईँहरूलाई हामी मान्छेमा स्वागत गर्दछौँ।
नृत्य बिदावरी भइसकेको छ होइन। र हाम्रो यहाँनिर जति पनि सिल्ली डान्स गर्नुभएको सम्पूर्ण होइन उहाँलाई पनि यसरी सायाचन गर्ने एउटा रीतिविधि विधान छ र चाहिँ रीत गर्नुहुँदैछ हाम्रो यहाँ हाम्रो दिवाहरू हुनुहुन्छ होइन। त्यसै गरेर यहाँनिर चाहिँ आजको सायाचन हाम्रो सिल्ली साको हाङची दिवा हाङ सुनि हाङ पारो हाङ दाङका आम्नो पाया थाप्साङ सुनि माछी पारो माछी उदा दिवा दाङका चाहिँ ओदा हेनखामा दुङदा ओको चेरेरे दुङदा ओको सिपखावा यो चाहिँ सिपखावा भनेको चाहिँ खाबात हाम्रो संस्कृत सिपखावा बारावा युङसु किन खाना सायाचङमा सिली हाङमाची हो के गर्नु हजुरहरू नभएको भए बुझ्यो त हजुरहरू नभएको भए हामी आज यो पूजा नभए चाहिँ त्यो अरूको जस्तो भाषण गरेर गइन्थ्यो होइन। जो हाम्रो सुन्निपारो हुनुहुन्छ उहाँहरूले हामीलाई केटाकेटी हो यो पनि चोया बासको अब यो लगेर यो अलि एउटा देखाउनुको लागि केटाकेटी हुँदा खुब बनाइभन्थ्यो। र सेवन्ने है आज हाम्रो साकेला सकेवा चाहिँ होइन बिदावरी अन्तै भइसकेको छ होइन। र अब हामी पनि भर्खर हामी देवी देवताहरू उठाएको थियौँ, त्यो भएर अहिले चाहिँ फिलहाल हामी फर्किँदै हामी होइन यहाँ तल आइरहेको छौँ।